हेलो गाइस, सबैजनालाई नमस्कार। मेरो नाम काजी। मेरो मिनी ब्लगमा हजुरहरूलाई सबैजनालाई स्वागत छ। म चाहिँ आज बाहिर यसो कुकुर घुमाउन आएको धेरै दिन पछि, तर मौसमले पनि ठिकै गरेको पनि छैन। पुरा बादल लागेको, पानी परि भर्खर केही टाइम भयो, भर्खर बितेको छ पानी चाहिँ। भर्खर बितेको छ पानी, त्यही नै हो, भर्खर पानी बितेको छ। त्यसैले एकछिन अहिले भाइ कुकुरले घुमाउन भनेर आएको। पुरा पानीको छिटा मात्रै हालिरहेको छ। त्यो पानी पनि कस्तो पर्यो गुवामा, एकछिन नबितिने घाम। पानी पर्न लाग्यो भने घामको नामो निशान छैन। साँच्ची भनेको गुवामा पानी पर्न लाग्यो भने घामको नामो निशान छैन, अनि घाम लाग्यो भने पानी पर्नेको नामो निशानै छैन। त्यस्तो छ है। त्यही नै हो कुरा त। अब त्यही हो, बारिसको सिजन लागिसक्यो, सबैजनाले आफ्नो केयर गर्नु। मैले चाहिँ यो भिडियो फेरि जहाँ हाम्रो यहाँ पहिला धेरै एक दुई महिना पहिला चाहिँ आएर फोटो खिचेको भिडियो फोटोग्राफी खतरा भिडियो आउँछ नि त्यतातिर, त्यही भएर त्यतिर आएको भिडियो हाल्छ त्यतातिर। जहाँ यो मैले यतादेखि डाँडादेखि जहाँ समुद्र पनि देखिन्छ भनेको थियो, तिनै आएको छु म चाहिँ होइन। डाँडामा छु म चाहिँ, जङ्गल साइडतिर। त्यही भएर यहाँ चाहिँ लङ टाइम बस्नु हुँदैन यहाँ। अनि के भन्नु गरे, स्यालहरू बाँदरहरू आइरहेको छ यतातिर, फेरि आएर झम्टै भने कुकुरलाई गाह्रो पर्छ। त्यसैले भाइ नेक्स्ट भिडियोमा भेटौँला। सबैजनालाई माया छ, अनि सब्सक्राइब गर्न नबिर्सिनु होला, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सबैजनाले माया देखाइदिनु होला। त्यसैले नै म पनि अगाडि बढ्नेछु। त्यही भिडियो पनि मैले डेली नै हाल्नेछु, तर अलिक ढिलो भएर मात्र हाल्न पाएको। भिडियो त हालिरहेको मैले अलिक टाइम नपाएर। त्यही हो भाइ, बाई सबैजनालाई। नेक्स्ट भिडियोमा भेटौँला। माया छ सबैजनालाई, बाई।